गाइस आज हामीले चाउचो च्यालेन्ज हान्न गइरहेको छु। मेरो बुढी यहाँ चाउचो बनाउँदै छिन् हैन। कस्तो बनाउँछ नि हेर्नु होला। यहाँ चाउचो बनाउँदै छिन् नि। यो पिरो हुन्छ हैन। अब कसले च्यालेन्ज हान्ने मिठो भइसक्यो जस्तो छ। ओहो बाख्रा त हर हाल्छ। च्यालेन्जमा हार्ने मान्छेले 10 रुपैयाँ बस गर्छ है। सबै हाल्ने पिरो सब हाल्ने। सब हालेर देखेको प्याकेटहरु कति प्याकेट चाउचो हो यो? 5 प्याकेट? 4 प्याकेट चाउचो। 4 प्याकेट चाउचो। अब धुवा उठ्छ कानबाट। ओहो 3 चाउचो त्यही पनि यो। लास्टै मर्ने पिरो छ। अब दुईटा मसला पुगेन है। दुईटा कि तीनटा? दुईटा मसला पुगेन। बन्दै छ यहाँ। वेट गर्नु। दही मसला छर्किने काम पनि भइरहेको चाउचोमा। यो सस पनि हाल्नुपर्छ। खोल्ने चाहिँ केही कुरा नगर्दा दाँतले खोलिरहेको। अब हामी बिस्तारै किन्छौँ हैन। बिस्तारै किनिहाल्छौँ नि हामी भ्यू आयो भने। खाना पनि साबेर नभएर चम्चाले खाइरहेको नहटेर। चम्चाले खाने अब अब रेडी भइसक्यो। यहाँ भाग लाउँदैछ है। म चाहिँ भने प्लेट लिनु गइरहेको छु। फाइनली मेरो हातमा प्लेट आइसक्यो। प्लेट मैले झिकिसकेँ। अब प्लेटमा भाग लाउने हो हैन। अब कसरी भाग लाउँदै रहेछ हेर्छु म। हेर्नु अब भाग लाउँदैछ यसले। बराबर हाल्नुपर्छ है। बराबर भाग ल्याए ल खप्पा हाली एक चम्चा। यो काँचै होला जस्तो छ त। अब यतापट्टि नि आमा त त्यत्रो धेरै हुँदैन है। ओहो म त सक्दिनँ जस्तो लागिसक्यो। उहाँले के गर्नुहुन्छ? पुग्यो कि पुगेन? यति चाहिँ सक्नुपर्ने हो बराबर। हेर्नु है काहीँ बढी भएको छ भने भन्नु होला। बराबर हो त्यहाँ उता पनि खान मिल्दैन। खाँदै धेरै गर्ने मान्छे नि छ नि यहाँ। उहाँ नै हो। कसले फर्स्ट सक्ने है। यहाँ सक्ने च्यालेन्ज भइरहेछ। रेडी हो? अनि सबै एउटा पनि बस्नु एउटै सितो बस्यो भने फेल हुन्छ है। होला एउटा सितो पनि भन्नु मिल्दैन। अब यहाँ भिडियो अब हामी स्ट्यान्डमा राख्छौँ। हामीले चाउचो हाल्नु पऱ्यो है दुईजनाले। मोबाइल हल्लाइरहनु पाइँदैन। अब हामी खाँदैछौँ। अब हामी च्यालेन्ज हानिसक्यौँ। अब हेर्नु है। हार्ने मान्छेले 10 चोटि उठबस गर्छ भने